आजको दिन हामी यसो घुम्नुभएको लगभग गोवाको टुर गर्नुपर्छ। आज यता हस्पिटलतिर पनि जानु थियो, त्यही भएर अब हामी घुम्दै फिर्दै सबै ठाउँ अब एकदमै रमाइलो गर्दै हिँड्यौँ क्या र। रमाइलो भयो। जस नयाँ नयाँ ठाउँहरू, नयाँ नयाँ बाटोहरू देखियो, नयाँ नयाँ ठाउँहरू घुमियो। यो गोवाको ठाउँ धेरै राम्रो छ। राम्रो तरिकाले घुम्यो भने धेरै राम्रो छ। यहाँको दृश्य पनि खुसी लाग्यो। जस अब कति धेरै भयो भित्र बसेको, लगभग 4-6 महिना नै भयो हामी भित्र बसेको। आज अब यसो घुम्न जानुपर्छ भनेर गयो, धेरै ठाउँ घुमियो फिर्यो। अब अलिकता गाडीको पछाडि भएको कारणले अगाडि एकदम छिटो भइरहेछ। अनि यसो समुद्रहरू पनि, पानी जहाजहरू पनि यसो निहालो भन्दै अनि सबै चिज हेर्दै फेर्दै घुम्दै गइयो। रमाइलो भयो। जस अब म आफ्नै मालिकसँगै अब गएको थिएँ। अब मालिकै गाडीमा गएको, रमाइलो भयो। जस अब हरेक ठाउँमा घुमियो फिरियो, हस्पिटल पनि गइयो। यहाँ अलिकता मसाज सेन्टर जानु थियो, त्यो मसाज सेन्टरतिर गइयो। रमाइलो भयो। जस सबैले अब गोवा हुनेहरू त सबै गोवामै हुनुहुन्छ, गोवा नहुनेहरूले पनि गोवाको इन्जोय हुनेछ। यो सबै हेर्नुभयो, राम्रोसँग हेर्नुभयो भने, अन्तिमसम्म निहालेर हेर्नुभयो भने धेरै रमाइलो छ, धेरै राम्रो छ। पुरै हरियाली छ, राम्रो छ। र पानीले एकदमै पानी परिरहेको छ। धेरै भन्दा पनि लगभग 2-3 हप्ता नै भयो लगातार पानी परिरहेको छ। जस यहाँको दृश्य एकदम रमाइलो अनि रमणीय पनि छ। हेर्दै गर्नुहोस्, इन्जोय गर्नुहोस्। धेरै राम्रो ठाउँ छ, एकदमै हरियाली छ। सिन राम्रो छ, अरूभन्दा पनि सिन धेरै राम्रो छ। हजुर, म लगभग अब पन्जीको बस पार्क भन्ने ठाउँतिर पुग्नु पनि लागिसकेँ। साँझ पनि परिरहेछ, अनि लगभग साँझै भइसकेको छ। लगभग पन्जीको बस पार्क पुग्नै थालेँ अहिले। अनि रमाइलो छ एकदमै। गाडीमा त्यो अगाडिको सिट नभएको कारणले, पछाडि भएको कारणले अगाडिको राम्रो दृश्य लिन सकेन। छिटो भयो। अब गाडी हिँडेको कारणले छिटो भएर गइदिएको छ। मिलाएर हेर्नु होला सबैले। अब यस्तै छ। कहिले कसो यसो बाहिरतिरको इन्जोय पनि लिनुपर्छ भनेर आज यसो बाहिरतिर